आज 2082 साल फागुन 27 गते बुधबार तदनुसार सन् 2026 मार्च 11 तारिक अब लागौं आजको राशि पल्टी र सुरुमा मेष राशि। मेष राशिको आजको दिन ऊर्जा राम्रो रहनेछ, काममा प्रगति हुन सक्छ भने तर बोल्दा सावधानी अपनाउनु राम्रो हुनेछ। आर्थिक पक्ष मध्यम रहनेछ। वृष राशि वृष राशिको आजको दिन परिवारसँग समय बिताउने मौका मिल्न सक्नेछ। नयाँ योजना सुरु गर्न राम्रो दिन रहनेछ। स्वास्थ्यमा हल्का थकान देखिन सक्छ। मिथुन राशिको आजको दिन काममा व्यस्तता बढ्ने दिन रहेको छ। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। कर्कट राशिको आजको दिन मन अलि संवेदनशील हुन सक्नेछ। घर परिवारको कुरामा ध्यान दिनु राम्रो हुनेछ भने यात्राको योग रहेको छ। सिंह राशिको आजको दिन नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। नयाँ अवसर आउन सक्छ। खर्च बढ्ने सम्भावना पनि छ। कन्या राशिको आजको दिन काममा सफलता र प्रशंसा मिल्न सक्नेछ। अध्ययन वा सिप सिक्ने राम्रो समय छ। स्वास्थ्य सामान्य रहनेछ। तुला राशिको आजको दिन सम्बन्ध सुधार हुने संकेत रहेको छ। व्यापार वा काममा सानो लाभ हुन सक्नेछ। निर्णय गर्दा सोचेर गर्नु राम्रो हुनेछ। वृश्चिक राशिको आजको दिन धैर्य आवश्यक पर्ने दिन हुन सक्नेछ। पुराना काम पूरा गर्ने समय राम्रो रहेको छ। आर्थिक पक्ष सुधार हुँदै जान सक्छ। धनु राशिको आजको दिन यात्रा वा नयाँ अनुभवको सम्भावना छ। मित्रसँग भेटघाट हुन सक्छ भने काममा सकारात्मक परिणाम आउन सक्नेछ। मकर राशिको आजको दिन काममा जिम्मेवारी बढ्न सक्छ। परिवारको सहयोग मिल्नेछ भने आर्थिक व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ। कुम्भ राशिको आजको दिन रचनात्मक सोच बढ्ने दिन रहेको छ। नयाँ योजना वा प्रोजेक्ट सुरु गर्न राम्रो छ। साथीबाट राम्रो समाचार आउन सक्नेछ। मीन राशिको आजको दिन आध्यात्मिक सोच बढ्न सक्नेछ। काममा धैर्य राखे सफलता मिल्नेछ भने स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आजको राशिफलले जे जस्तो भने पनि तपाईको आजको दिन शुभ रहोस्।